everyone, I am Pranjay Bataula from Year 1. Today we are going to Kokani. Okay, do continue. We are visiting Kokani with my family. Okay, first we are going to my mama ghar, then we will go to Kokani. Thank you everyone. I hope you enjoyed this video. Subscribe to our channel. Kokani हो जम कति देखा जस्तो राम्रो एउटा ठाउँ भन्ने जस्तो हो र बुवा बुवा ए चस्मा लाएर हो चस्मा देखाउ त मलाई यताबाट हेर्छु यता यो चस्मा हे ल हामी ककनीको यात्रामा छौं अहिले हामी बुवा मम्मी म अनि प्रान्जय र प्रज्ञान एउटा ट्याक्सीमा आयौं अनि अर्को ट्याक्सी पनि आउँदैछ अनि बाइक पनि आउँदैछन् सबैजना फ्यामिली आज हामी ककनी गइरहेको छौं हामी नगरकोट जान खोजिरहेको थियौं रबुले पुरै क्यान्सल गरेर ककनी ल्याए ककनी यहाँनिरबाट चाहिँ ट्याक्सी नजाने रहेछ नयाँ अनुभव रमाइलो भइरहेछ हामीलाई यस्तो छ यहाँ फोटो भिडियो सब बच्चा ल हेर्नुस् हाम्रो रविलाई प्लानर राखेर यस्तो भएको छ यो जंगलको बाटोमा उकालो बाटो यस्तो जान भएकोहरु हुनुहुन्छ प्रान्जय हेलो प्रान्जय ल आउनुस् है गाइज ल ककनीको यात्रा हाम्रो यहाँबाट यसरी सुरु हुँदैछ ट्याक्सीबाट झरेपछि लामो 1.5 किलोमिटर हामीले हिँड्न पर्ने रहेछ बच्चासँग बच्चा बुढो मान्छे सबैजना रविले रेकमेन्ड गरेको ठाउँ नेचुरली चाहिँ एकदम राम्रो छ तर यसरी फ्यामिलीसँग टुर मेमोरेबल हुन्छ सबैजना बच्चादेखि लिएर सामान
उसले चाहिँ सामान बोकेर लग्यो बाइकमा। अब हामी चाहिँ यो बाटो हिँड्दैछौँ। अझै कति लामो यात्रा छ थाहा छैन। अब हेरौँ। अफ रोड रहेछ, गाडीले जान मानेन। प्रज्ञा प्रान्जे चाहिँ यस्तो हिरो भनेर ट्याक्सी पुरै यहीँसम्म चाहिँ नपुग्दो रहेछ, त्यो चाहिँ हामीलाई ठ्याक्कै थाहा भएन। अनि ट्याक्सीबाट आए पछाडि 1.5 किलोमिटर चाहिँ हामी हिँड्नु पर्ने रहेछ। अब बच्चाहरूलाई सामानहरू गाह्रो भएर रविले चाहिँ यसो सामानहरू मान्छेहरू ओसार्दैछन्। जे भए पनि अब हामी रमाइरहेछौँ यस्तै। प्रान्जे प्रज्ञान हो मामाले बोकिरा हो ल। ठिक छ ठिक छ। अब रवि मामा आएपछि रवि मामा बाइकमा अब प्रान्जे र बुवा जाने है त। ए ल ओके। मम्मी पनि इन्जोय गर्न आयो फ्यामिलीसँग। रमाइलो भइरहेछ मम्मी। यो पनि नयाँ अनुभव हो नि त। हो त। ट्याक्सी माथि रिसोर्टसम्म जान नसक्यो। बुवा र मान्छेलाई गाह्रो भयो कि हिँड्दै गयौँ। लगभग 1.5 किलोमिटर जति भन्नुभएको थियो ट्याक्सीवाला। मम्मी बाटो छोडिदिनु त। बाटो 1 किलोमिटर छ अब त्यो रिसोर्टसम्म पुग्नु भन्नुभएको थियो, तर 2 किलोमिटर पक्कै थियो होला जस्तो लाग्छ मलाई चाहिँ। अनि त्यस पछाडि हामी अब पालै पालो गरेर कान्छो भाइ रविले चाहिँ यसो बाइकमा मान्छे प्लस सामानहरू ओसार्दै गरे। बाटो चाहिँ एकदमै अप्ठ्यारो बाटो रहेछ। खास बाइकहरू चलाउनु पनि यस्तो हेभी बाइक चलाउनलाई चाहिँ अप्ठ्यारो नै लाग्यो मलाई चाहिँ। भाइले चाहिँ कसरी सक्यो जस्तो फिल भइरहेको थियो। यसरी पालै पालो गरियो। अब यहाँ बुवा र बाबुलाई चाहिँ सँगै पठाउने भन्ने कुरा हुँदाखेरि चाहिँ अलिकति हेभी नै अलिक गरुङको बढी होला, वेट बढी भए जस्तो भएर अनि हामीले चाहिँ प्रान्जलाई निकाल्यौँ। त्यसपछि चाहिँ मम्मीको पनि वेट धेरै भएको कारणले हिँड्नलाई घुँडाको एकदम समस्या भएको। मम्मीलाई चाहिँ हजुर पहिला गएछु भनेर हामीले रिक्वेस्ट गर्दैछौँ। मम्मी चाहिँ होइन, माया र प्रान्जलाई चाहिँ पठाउने भनेर जिद्दी गर्दै बसिन्छ। हामीले जेनतेन जिद्दी गरेर मम्मीलाई चाहिँ हामीले बल्ल तल्ल पठायौँ। त्यसपछि चाहिँ मायाङ्सी र प्रान्जलाई हामीले पठायौँ। सबै चाहिँ हामीले भिडियोमा इन्क्लुड गर्न सकेनौँ होइन। त्यसपछि म पनि गएँ। सबैजना पालो पालो गरेर भाइले बोकेँ होइन। सबै बाटोहरू चाहिँ एकदमै खराब बाटो पनि थियो, त्यो चाहिँ सबै भिडियोमा चाहिँ इन्क्लुड गर्न सकिएन होइन। जे होस् अब हामी बस्ने रिसोर्टमा पुगिसके पछाडि चाहिँ हामीलाई यस्तो फिल भयो साँच्चीकै हामी स्वर्ग जस्तै ठाउँमा आएछौँ। हाम्रो नेपाल साँच्चीकै स्वर्ग रहेछ भन्ने फिल भयो। एकदमै खुसी लाग्यो हामीलाई। जुन चाहिँ हामी 1.5-2 किलोमिटर हिँडेर एकदमै टायर्ड जस्तो भएको थियो, त्यो चाहिँ सबै हरायो हाम्रो त्यहाँको नेचुरल ब्युटीहरू देख्दाखेरि है। एकदमै रमाइलो फिल भयो। त्यसपछि हामी आफ्नो रुमहरूमा गयौँ। हामीले चारवटा रुमहरू बुक गरेका थियो होइन। अनि त्यस पछाडि हामीलाई चाहिँ त्यहाँ गइसकेपछि एकदमै राम्रो स्वागत गर्यो। त्यहाँ मान्छेहरूले वेलकम ड्रिङ्क्सहरू सुरुवात दिएर होइन। अनि त्यहाँको खानेकुराहरू पनि एकदमै मिठो, एकदमै राम्रो लाग्यो हामीलाई। त्यहाँको सर्भिसदेखि लिएर सबै कुरा मन पर्यो। अनि हामीले त्यहाँ गए पछाडि भिडियोहरू टिकटकहरू सबै बनायौँ, धेरै नै बनायौँ। अनि जस हामीले एकदमै रमाइलो गऱ्यौँ समग्रमा त्यहाँनिर भन्दाखेरि होइन। अनि बच्चाहरू पनि यहाँ जुसहरू खाँदै रमाइरहेछन्। अनि कोही चाहिँ अब फोटोहरू खिच्नमा बिजी, कोही चाहिँ ड्रिङ्क्सहरू के अरे यो जुसहरू लिँदै होइन। सबैजना रमाउँदै गर्दै होइसिन्छ। एकदमै रमाइलो फिल भयो हामीलाई यहाँ पुगिसके पछाडि। कहिलेकाहीँ सबैजना फ्यामिली यसरी ट्रिपमा गएर 1 नाइट अथवा 2 नाइटहरू आफ्नो टाइमअनुसार अब मिल्यो भने चाहिँ राम्रोसँग स्टे गर्दाखेरि साँच्चैकै जिन्दगी एकदमै रमाइलो
फिल हुन्छ होइन साह्रै खुसी त्यहाँको भ्यूहरू पनि साह्रै राम्रो कि त्यो हेर्दाखेरि चाहिँ स्वर्ग नै अनुभव हुन्छ अब यहाँहरू पनि कसैलाई यदि यसो वान नाइट स्टेको लागि जानलाई कहाँ चाहिँ रमाइलो छ भन्ने भयो भने चाहिँ ककनी जाँदा चाहिँ बेस्ट रहेछ हामी चाहिँ सुरुमा नगरकोट जाने भन्ने प्लान थियो कान्छी भाइले चाहिँ नगरकोटमा त्यस्तो राम्रो भ्यू चाहिँ छैन बरु चाहिँ ककनतिर जाउँ त्यहाँनिर चाहिँ राम्रो छ भनेर लगेका थिएँ होइन सुरुमा चाहिँ बाबु कान्छी भाइलाई चाहिँ हामीले ओहो यस्तो बाटो रहेछ भनेर हामी अलिक कराइरहेको थियौँ फाइनली पुगिसकेपछि साँच्चीकै ल राम्रो ठाउँमा ल्याएछन् भाइले भन्ने हामीलाई फिल भयो धेरै नै रमाइलो गऱ्यौँ हामीले त्यहाँनिर बच्चाहरू पनि एकदमै रमाइलो गरे ल प्रान्जे कति हेन्सम देख्यो मेरो छोरो ह्याट कहाँ राखिसकेछ मेरो छोराले हेलो हाई हेलो को हिरो मान्छे हो कति हेन्सम मेरो छोरा कालो हुँदैछ यहाँनिर चाहिँ ओहो कति माथि हो हेलो कति माथि हो मान्छेहरू आमै 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 लहर अब त्यहाँ हल्का हामीले भ्यूहरू हेरिसके पछाडि चाहिँ हामीले यसो स्न्याक्सहरू लिनु पऱ्यो भनेर फर्स्टमा चाहिँ हामीले चिप चिल्ली लियौँ होइन एकदम पिरो भयो मलाई चाहिँ त्यो बेला मैले चाहिँ खास खान सकिनँ बच्चाहरूले पनि खासै खान सकेन त्यसपछि हामीले चाहिँ पिरो नहालिकन बच्चाहरूलाई चाहिँ चाउमिन बनाउनु भन्यो अरू ठुलो मान्छेले चाहिँ हल्का पिरो हालेर बनाएको थियो एकदम मिठो थियो त्यहाँ खानेकुराहरू पनि होइन अनि बच्चाहरू पनि चाउमिन खाँदै रमाइलो गरिरहेको थियो त्यसपछि फेरि हामी चाहिँ यसो बाहिरतिरको भ्यूहरू हेर्न पऱ्यो भनेर हामी निस्क्यौँ फेरि साँझ हामी यसो रमाइलो गऱ्यौँ बाहिर भ्यूहरू हेर्दै रमाइलो गर्ने गऱ्यौँ को भुवनहरूको रविहरू स्न्याक्सहरू लिइसकेपछि चाहिँ हामी फेरि बाहिरतिर निस्क्यौँ बाहिरको रमणीय भ्यूलाई चाहिँ यसो क्याप्चर गर्नु पऱ्यो होइन फोटो भिडियोमा भनेर बाहिर निस्क्यौँ अनि प्लस हामीले अब त्यहाँनिर सबै त्यहाँको ब्युटीहरू के कस्तो छ त अब यत्रो दुःख गरेर आइसकेपछि त रमाइलो पनि गर्नु पऱ्यो होइन अनि सबै हेर्नलाई चाहिँ हामी बाहिर निस्क्यौँ प्रान्जे आइसक्यो त आइसक्यो साँझ परिसकेपछि चाहिँ हामी सबैजना यसो म्युजिक लाएर डान्स गर्न थाल्यौँ अब म्युजिकलाई चाहिँ हामीले यहाँनिर राख्न मिल्दैन होइन कपिराइट सङ भनेर आउँछ त्यसो भएर म्युजिकलाई चाहिँ मैले म्युट गरेँ होइन जो सपरिवार हामी एकदमै इन्जोय गऱ्यौँ डान्स गऱ्यौँ होइन एकदमै रमाइलो गरियो साँझ धेरैवटा गीतहरूमा डान्स गऱ्यौँ कुनै पनि गीतलाई चाहिँ अब हामीले राख्न चाहिँ मिलेन यहाँनिर डान्स म्युट गरेर राख्नु पऱ्यो गीतलाई कपिराइट सङ भनेर आउँछ भनेर होइन अनि त्यसपछि फेरि अब हाम्रो चाहिँ डिनरको पालो आउँछ अनि डिनर गर्न थाल्यौँ हामीले अब एकदमै मिठो खानेकुरा थियो अघि पनि मैले भने यहाँनिर सबै कुरा खानेकुराहरू एकदमै मिठो लाग्यो हामीलाई हामीले अब खानालाई चाहिँ इन्जोय गर्न थाल्यौँ होइन अब भोलिपल्ट बिहान फेरि अब हाम्रो चाहिँ ब्रेकफास्टको टाइम भयो ब्रेकफास्टमा चाहिँ हामीले फ्रुट्सहरू ब्रेड अनि चनाहरू लियौँ है त्यसपछि फेरि हाम्रो चाहिँ लन्चको टाइम भयो लन्च पनि हामीले लियौँ बिहान चाहिँ अलिकति त्यहाँनिर कुहिरो जस्तो लागेको थियो त्यसो भएर भ्यूहरू राम्रोसँग
देख्न चाहिँ पाइएन होइन। हामीले किन बेलुका चाहिँ हामीले रमाइलो गरिसकेका थियौँ, सबै कुरा हेरिसकेका थियौँ हेर्न त। अनि त्यस पछाडि चाहिँ फेरि पानी सानी पनि पर्ने जस्तो भइरहेको थियो। अनि बच्चाहरू चाहिँ स्विङ खेल्ने भन्न थाले त्यहाँनिर। अनि बच्चाहरूलाई चाहिँ एकछिन स्विङ खेलाइदिएको। मलाई चाहिँ फेरि डर लाग्छ, मैले चाहिँ खेलिनँ होइन। अरूहरूले चाहिँ खेल्नुभयो, स्विङ खेल पनि रमाइलो गर्नुभयो। प्रान्जे पनि अलिअलि डराइरहेको छन्। त्यसपछि चाहिँ हामी अब रिसोर्टबाट रिटर्न हुँदाखेरि चाहिँ स्कर्पियो मगायौँ होइन। त्यसमा चाहिँ हामी जो रिसोर्टबाटै हामी स्कर्पियोमै गयौँ, हामीले हिँड्न परेन होइन। आउँदाखेरिको केसमा चाहिँ अब बेलुका साँझ भइसकेको थियो, हामीले कुनै गाडीहरू मगाउनु चान्स थिएन। ट्याक्सीले चाहिँ हामीलाई आधी बाटोमै छोडिदियो होइन, किनभने त्यो चढ्न सकेन, इभी गाडी थियो, त्यो चाहिँ चढ्न सकेन भनेर छोड्यो। त्यसपछि हामीले मगाउने कुनै चान्स नै भएन, हिँड्न बाध्य भएको थियौँ। फर्किँदाखेरि चाहिँ हामीले बिहान लन्च गरिसकेपछि चाहिँ स्कर्पियो मगाएर स्कर्पियोमा चाहिँ हामी फर्क्यौँ। त्यो भएपछि हामीले हिँड्न पनि परेन। जे होस् यात्रा चाहिँ हाम्रो यो ट्रिप चाहिँ समग्रमा एकदमै रमाइलो रह्यो होइन। यसरी फ्यामिली ट्रिपमा जाने भनेर दाइले एकदमै राम्रो आइडिया निकालेर अर्गनाइज गर्नुभयो होइन। त्यसो भएर हामी चाहिँ एकदमै खुसी भयौँ होइन। थ्याङ्क यू सो मच एभ्री वान भन्न चाहन्छौँ। यहाँहरूले पनि मेरो भिडियो हेरिदिनु भयो, सायद रमाइलो पनि गर्नुभयो होला। यदि रमाइलो गर्नुभयो, हजुरहरूलाई मन पर्यो यो भिडियो भने चाहिँ लाइक गरिदिनु होला होइन। अनि केही कमेन्टहरू पनि लेख्नु मन लाग्यो भने चाहिँ लेखिदिनु होला। थ्याङ्क यू सो मच एभ्री वान। यो चाहिँ हामी 5 जना भाइ बहिनीहरू धेरै लामो समयपछि हाम्रो भेट भएर फोटो खिचेको, यो चाहिँ हाम्रो फ्यामिलीको फोटो हो। थ्याङ्क यू सो मच एभ्री वान।